नयाँ नेतृत्वको विषयमा आधारित रहेर र नेपाल उद्योग वाणिज्य महासङ्घको भूमिकालाई लिएर विशेष छलफल गर्नेछौँ। आज हामीसँग हुनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष हेमराज ढकाल र उहाँ आसन्न निर्वाचनको चाहिँ वरिष्ठ उपाध्यक्षको प्रत्याशी समेत हुनुहुन्छ। त्यसको लागि चाहिँ हजुरहरू तयार रहेको भनेर चाहिँ हजुरहरूले एनाउन्समेन्ट गरिसक्नु भएको छ र नयाँ वरिष्ठ उपाध्यक्षको दावेदार गरिरहनु भएको छ। हजुरको चाहिँ यो दावेदारी गरिरहँदा चाहिँ तयारीको काम चाहिँ कसरी भइरहेको छ कि त्यहाँबाट सुरु गर्नु? अब फेरि आउने जुन 27 देखि 29 गतेसम्मको एजिएम र अधिवेशनमा अब नयाँ नेतृत्वको सिलेक्सन हुने कुरामा हामी फेरि लागिसकेका अवस्था छ र हामी चाहिँ अब मेरो चाहिँ प्रस्तावित वरिष्ठ उपाध्यक्ष प्रस्तावित भन्नाले अब यो मलाई चाहिँ कार्य समितिले सेलेक्ट गर्नुपर्ने भएकाले पहिला अब सबै उपाध्यक्षहरू र कार्य समितिका साथीहरू आइसकेपछि उहाँहरूले एफएनसीसीआईकै हाउसबाट सेलेक्ट गर्ने अहिलेको विधानको प्रस्ताव विधानमा राखिएको छ र अर्कोचोटिदेखि 85 सालदेखि चाहिँ प्रत्यक्ष अध्यक्ष चाहिँ इलेक्ट भएर भोलिपल्टदेखि अध्यक्षको कुर्सीमा बसेर काम गर्ने हिसाबमा सबै अब जिल्ला नगर वस्तुगत सङ्घहरूको हामीले जसलाई मत गर्छौँ मत हाल्छौँ उहाँ चाहिँ वरिष्ठ भएर बसिरहनुहुन्छ। 3 वर्ष पछाडि मात्रै उहाँको पालो आउँछ। त्यसैले हामीले मत हालेको उम्मेदवारसँग काम गर्न पाइएन भन्ने एउटा गुनासो थियो वर्षौँदेखि। त्यसलाई सम्बोधन गरेर हामीले यसरी अगाडि बढिरहेछौँ र अब एउटा प्यानल चाहिँ म प्रस्तावित वरिष्ठ उपाध्यक्ष लगायत उपाध्यक्षको घोषणा भइसकेको अवस्था छ। अब अरू साथीहरू अर्को प्यानलमा पनि वर्कआउट गर्दै हुनुहुन्छ भन्ने मैले बुझिरहेको छु होइन। र अब छिटै नै नयाँ नेतृत्व आएर सरकारको पनि नयाँ नेतृत्व नयाँ पार्टीको सरकार बन्दैछ। त्यसमा पनि धेरै जस्तो अब यो जेनजी पछाडि युवा सांसदहरू हुनुहुन्छ र युवालाई यहीँ रोजगारी दिने र गरी खाने वातावरण बनाउने भन्ने जुन एजेन्डा थियो त्यसमा अब नयाँ कार्य समितिले काम गर्नलाई अब नयाँ स्टार्ट गर्नुपर्ने छ होइन। हामी यो एजेन्डाको विषयमा थोरै जोड्न पर्छ। जस्तै हजुर यस अगाडि पनि के अरे उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै जितेर आउनुभएको के अरे अब अहिलेको अब वरिष्ठ उपाध्यक्ष चाहिँ यस अगाडि जसरी चाहिँ कोषाध्यक्ष चयन हुँदै थियो त्यही मोडालिटीबाट भनौँ न, त्यही प्रक्रिया नभनौँ त्यही मोडालिटीबाट चाहिँ चयन हुँदैछ। अब हजुरको वरिष्ठ उपाध्यक्षको लागि चाहिँ यहाँ हामीले हेर्दा चाहिँ 2टा निर्वाचन हुने जस्तो हामीले बुझ्यौँ हजुरको विधानअनुसार भनौँ न। एउटा चाहिँ फेरि अहिले निर्वाचन हुने हो, त्यसपछि फेरि चाहिँ त्यो चयन भएकाले फेरि चाहिँ अब भोटिङ गर्नुपर्ने हो। अब यो निर्वाचन प्रणालीलाई चाहिँ हजुरले चाहिँ अब कस्तो थ्रेड महसुस गर्नुभएको छ कि अब इजी छ कि अथवा चाहिँ त्यो साथीहरूमा अब भनौँ न एफएनसीसीआई त कस्तो संस्था हो भने योभन्दा अगाडि पनि अलिकति के अरे चुनावी चहलपहलमा चाहिँ यताबाट उता जाने उताबाट यता आउने त्यस्तो पनि चल्थ्यो होइन। यो त एउटा अलिकति चाहिँ अप्ठ्यारो जस्तो पनि हुने भयो नि त हजुरहरूलाई। त्यो मात्रै नभएर अर्को प्रत्याशीलाई समेत भनौँ न। अब हिजो पनि कोषाध्यक्षमा त त्यो दिल्लीमा छँदै थियो होइन। अब अहिले वरिष्ठ उपाध्यक्षको भयो। एउटै कुरा के भने अहिले त म निर्वाचनमा उम्मेदवारी नै होइन जुन 28-29 गते हुने उसमा चाहिँ होइन। अब अहिले भनेको मसँग मिल्ने लाइकली माइन्डेड या मलाई सपोर्ट गर्ने साथीहरूलाई जिताएर कार्य समितिमा ल्याउनु पर्ने भएकाले त्यत्तिकै सक्रिय हुनुपर्ने अवस्था हो। रिजल्टै चाहिँ वेट गर्नुपर्ने होइन मेरो लागि चाहिँ होइन। र अब मसँग मिल्ने र मेरो कामलाई मूल्याङ्कन गर्ने साथीहरू आइदिनु भयो भने स्वतः मलाई इलेक्सन जित्न सजिलो हुन्छ। त्यसैले मेरो इलेक्सन पछाडि भए तापनि अहिलेदेखि नै आफ्ना साथीहरूलाई र अलिकति काम गर्न सक्षम साथीहरूलाई ल्याउने भूमिकामा म छु होइन। अब त्यो दुवैतिर पनि हुन सक्छन् होइन। मेरो मूल्याङ्कन गर्ने साथीहरू अर्को टिममा पनि हुन सक्छन् होइन। त्यसैले अहिले अब मैले आबद्ध भएर घोषणा गरेको टिमलाई त जिताउनु पर्यो नि होइन। त्यसमा सेलेक्सन प्रोसेसहरूमा सबैमा भाग लिनु पर्यो होइन।
त्यसै अलिकति लेन्थी भयो, अलिकति लामो भएर कन्फ्युजन स्टेट हो। तर निर्वाचन त मेरो एकैचोटि पछाडि हुने हो। जस्तै हजुर विश्वास गर्ने पनि चाहियो होइन, अनि काम गर्न सक्ने पनि चाहियो, क्षमता भएको। त्यो टिम चाहिँ हजुरले कसरी सिलेक्सन गर्नुभयो? होइन, हामीले त म त वस्तुगत उपाध्यक्ष हुँदा पनि अब यो धितो पत्र बोर्डमा बसेर काम गरिरहेको छु, नेपाल राष्ट्र ब्याङ्कको गुनासो समितिमा पनि जाने गरिरहेको छु। त्यस्तै अब यो विशेष आर्थिक प्राधिकरणमा